नेपालको सिस्टममै यही छ त। टोली कहाँ होला? मुगु हो यो मुगु नहोला। काँक्रै बिहार होला, काँक्रै बिहार। मुगु त एक्लै जाला। हामी काँक्रे बिहारको सुर्खेतको काँक्रे बिहार। लास्ट भ्रमण सुर्खेतको काँक्रे बिहार। मिल्यो भने हरेको हल्का देखाउने छु भन्नु कि। भेरी अञ्चल मध्यपश्चिमको सुर्खेत जिल्लाको सदरमुकाम स्थित काँक्रे बिहार यसो अवलोकन गर्ने हामी तयारीमा छौँ। पुरै ढुङ्गाको मूर्ति हो यो मन्दिर। पाण्डवको पालामा पहिले सत्ययुगको पालामा निर्मित काँक्रे बिहारको यो मन्दिर भनौँ या स्थापना। उकालोमा सास बरेर अलि बोल्न पनि सकिएको छैन है। यसलाई पेन्ट सेन्ट गरे त दामी देखिन्थ्यो होला। त्यही त्यहाँ आधुनिक पुरा प्रचीन कालकै हटाउनै छ भने कता हो त्यो? पहिले ढुङ्गे युगको यो मूर्तिहरू आजभोलि भाँचिएर टुक्रिएर यस्तो खतम भइसकेछ। ढुङ्गा पनि कस्तो फोक्सी ढुङ्गा छ क्या। मन्दिरको दिवालमा विभिन्न किसिमका मूर्तिहरू सजाउ भएको। विभिन्न देवताहरूको मूर्ति सजाउ गरिएको। जाउँ फनक्कै घुमौँ एकचोटि फोटो खिचौँ न। यहाँ के छ यो? कता?
त्यहाँ अगाडिबाट नि छ त गेट। गाइस भित्र देखाएको गरेर देखाउला अब। बाहिरको अवलोकन भयो, अब हाम्रो अवलोकन भित्र मन्दिर हुँदैछ। पहिला त बाहिर फेरि भित्र माथितिर गएर एक चक्कर घुम्नेछ टोली, अनि बल्ल भित्र छिर्नेछ। कस्ता कस्ता माटाले बनाएको जस्ता मूर्ति छन् क्या। पहिलेका मूर्तिहरू यस्तो दिवालमा ढुङ्गाको मूर्ति, ढुङ्गाको मन्दिर। आज मिति 2082 साल वैशाख 21 गते आइतबारको दिन हामी काँक्रेविहार वीरेन्द्रनगर नगरपालिका स्थित काँक्रेविहारमा यो 5 भाइ पाण्डव र कौरवको पालामा बनेको यो मन्दिर अवलोकन तथा रमाइलो दृश्य हेर्न आएका छौँ। पहिले सत्ययुगमा यहाँ धारा पनि रहेछ है, पानी आउने धारा। अहिले त यस्तो छैन, धारा सुकेर जीर्ण अवस्थामा भएको। विभिन्न कला संस्कृति देवी देवताको मूर्तिहरूले कुदिएको यो ढुङ्गाको आकृतिमा सत्ययुगमा बनाएको यो मूर्ति गौतम बुद्ध भगवानहरूको पुरै ढुङ्गाले बनेको ठुला ठुला चट्टानहरूमा कुदिएको मूर्ति। कस्तो छ गाइस? मूर्ति विभिन्न किसिमका मूर्तिहरू, यो ढोकाको दलिनहरू, थामहरू सबै ढुङ्गाको, काठ भन्ने एउटा पनि छैन है। यो बाहिरी थाम पनि पुरै पिल्लर ढुङ्गाकै, एउटै ढुङ्गा जस्तो छ तर जोडेको छ। जोड्नलाई यो सिमेन्ट जस्तो छ तर कुनै केमिकल, पहिले जमानाको केमिकलले है। ल चारैतिर ढोका छन्। ढोकाको पुरा सिङ्गारहरूमा विभिन्न किसिमका देवी देवताका मूर्तिहरू। जय होस् जय होस्। मन्दिरको भित्री भागमा यस्तो आकृति।
धजा होइन दुपट्टा दोसल्ला मन्दिरभित्र त केही मूर्ति रहेछ पुरै भगवानको मूर्तिहरू मात्रै रहेछन् यो चारै भित्ताहरूमा। यो उसको श्रीस्थानमा पादुकामा पनि यस्तै रहेछ यार, त्यो ज्वालाको भित्र खम्बा पनि कति चिल्ला छन् यार, सिमेन्टले प्लस्तर गरे जस्तो ढुङ्गालाई चिल्लो रन्दा लगाएर। त्यतिखेर कहाँ ग्यालेन्डर पाउँथ्यो र यार जमानामा। हो र सबै पुरानोहरू अनि त्यो निर्माण चाहिँ पहिलाको पुजेको चाहिँ सबै ढुङ्गा मूर्तिहरू सबै पुरानो रहेछ। सिमेन्टले जोडिया छैन फेरि, पछि भत्किएपछि सिमेन्ट लाग्नु पर्यो। पहिला मासु सुत्यो कि मासको पिठाको पुरै ढुङ्गै ढुङ्गाको छ यार, छाना पनि। पानी त एक थोपो रसाउनु होला यार।